देशको प्रधानमन्त्री कार्यकारी भनिसके पछाडि देशको संवैधानिक परिषदको पनि प्रमुख प्रधानमन्त्री हुन्छ। त्यसमा अख्तियारको प्रमुख, निर्वाचन आयोगको प्रमुख, मानव अधिकार आयोगको प्रमुख, राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा, प्रतिनिधि सभाका प्रमुखहरू भनेको यो देशको शासन सत्ताका प्रमुखहरू बसेको, जसलाई संवैधानिक परिषद भनिन्छ। त्यो संवैधानिक परिषदको अध्यक्षता कार्यकारी प्रमुखको हिसाबले प्रधानमन्त्रीले गर्ने हुन्छ। त्यसमा अख्तियारको प्रमुख पनि हुन्छ। यदि देशको प्रधानमन्त्रीले चाहँदाखेरि भ्रष्टाचार त्यो संवैधानिक परिषद मार्फत प्रधानमन्त्रीले भ्रष्टाचार सम्बन्धी अनेकौं फाइल र अनेकौं प्रकारका भ्रष्टाचारका मुद्दाहरूलाई, काण्डहरूलाई चाहँदाखेरि 24 घण्टामा 24 वटा फाइल पल्टाउन सक्छ। कुरा गर्नु चाहिँ एउटा कुरा हो। अहिलेका प्रधानमन्त्रीले के भन्नुभएको थियो, प्रधानमन्त्री हुनुभन्दा ठिक्क अगाडि भने भ्रष्टाचार नियन्त्रण ठूलो कुरा होइन, 5 दिनमा गर्न सकिन्छ, 5 दिनमा गरिदिन्छु। गफै त हो, सम्धि भन्छन् क्या, 5 दिनमा गर्छु भन्नुभयो। एउटा कुरा, संवैधानिक परिषदमा मानवाधिकार आयोगको प्रमुख पनि हुँदैन, अख्तियारको प्रमुख पनि हुँदैन। संवैधानिक परिषदमा प्रधानमन्त्री हुन्छ, प्रधान न्यायाधीश हुन्छ, राष्ट्रिय सभाको अध्यक्ष हुन्छ, विपक्षी दलको नेता हुन्छ, राष्ट्रिय सभाको राष्ट्रिय सभाको अध्यक्ष हुन्छ र प्रतिनिधि सभाको उपसभामुख हुन्छ। यति मान्छे हुने हो। त्यसो भएर ती सबै मान्छेहरू हुँदैन। सबैले भन्ने कसलाई हो भन्दाखेरि अख्तियार, भ्रष्टाचार सम्बन्धी छानबिन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हो। उसलाई चाहिँ छानबिन गर भनेर अधिकार कानूनले, संविधानले दिएको हुन्छ।